जीवन भनेकै सङ्घर्ष हो अनि त्यो सङ्घर्षमा मानिसहरूले जहिले सङ्घर्ष गरेर आफूलाई चाहिँ प्रेरित गर्नुपर्छ जस्तो लाग्छ मलाई। अनि म पनि दिनौँ सङ्घर्षै गरेर अगाडि बढिरहेछु र बढ्ने नै छु। अनि मैले चाहिँ सधैँ जस्तो आफ्नो रुमहरू मजाले बढालेँ। अनि म चाहिँ कलेज गएँ, कलेजबाट फर्किँदा चाहिँ मैले दुध ल्याएँ किनभने म चाहिँ चिया लभर हो, मलाई एकदम चिया मनपर्छ। अनि आफ्नो कोठा चाहिँ यसो हेरेको भद्रगोलै छ, केटाहरूको रुम चाहिँ जहिले यस्तै नै हुने गर्छ र मैले चाहिँ त्यसलाई मजाले मिलाएँ। अनि पछाडि पनि मेरो यत्रो भद्रगोल छ, माइन्ड नगर्नु होला किनभने यस्तो मेसी देखेर तपाईँलाई कस्तो खालको अल्छे रहेछ भन्नुहुन्छ होला। अनि मैले चाहिँ तरकारी र रोटी पकाउने निलो गरेँ, मैले भात चाहिँ नखाने निलो गरेँ। अनि तरकारी पकाउनुको लागि कराही बसाएँ अनि मजाले सबै तरकारीहरू चाहिँ मिक्स म्याक्स गरेर चाहिँ मैले पकाएको थिएँ। भेन्डीहरू अनि आलु क्याप्सिकमहरू चाहिँ सबै मिसाएर चाहिँ मैले पकाएको थिएँ। एकदम दामी भएको थियो। अनि मलाई चाहिँ भातुन पकाउनु र कुक गर्नु चाहिँ एकदम मनपर्छ र म सानैदेखि नै पकाउँथेँ र मलाई पकाउनु चाहिँ खासै अल्छी लाग्दैन। अनि मैले चाहिँ यस्तो दामी तरिकाले रोटी बनाएको थिएँ र तरकारी पनि हेर्दै खाउँ खाउँ लागेको थियो। तर आफूलाई पकाएको सबैलाई त्यस्तै लाग्छ भन्छ, तर पनि मलाई चाहिँ सानैदेखि पकाउनु आउने भएकोले राम्रै पकाउँछु। अनि मैले चाहिँ सधैँको जस्तो चिया पनि मजाले पकाएँ अनि दुइटै कुराहरू चाहिँ खाएर अनि सरले दिनुभएको के रहेछ भनेर फेरि एकछिन यसो नोट हेरेँ। यस्तै थियो मेरो आजको